हामी चाहिँ नाम्लोको हिरो भनौँ नाम्लो फिल्म हेर्न आएको खै स्क्रिमिङ नाम्लोको स्क्रिमिङ हेर्न आएको स्टार उता हिँड्दै हुन्छ लोकल होइन यो कसो मलाई बुझेन यो लोकल अनि यो नेपालको राज्यपरि बेस रिलिज हो कि यहाँ मात्रै रिलिज हो खै त्यो थाहा भएन उता हिँड्दै हुन्छ डकुमेन्ट्री फिल्म रहेछ साढे 10 बजेको अब यो फिल्मको राइटर चाहिँ उहाँ हुन्छ पूर्ण राई होइन पूर्ण लिम्बू नमस्ते दिग्गज महानुभावहरूमा हामी यो कार्यक्रमको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्र्याउँछौँ। नमस्कार, म मनोज दाहाल, चलचित्र पत्रकार सङ्घ सुनसरी शाखाको उपाध्यक्ष र विशेष अनलाइन नामक एउटा न्युज पोर्टल जसमा चाहिँ मनोरञ्जनसँग सम्बन्धित मात्र समाचारहरू सम्प्रेषण हुने गर्छ त्यस्तो सञ्चालकको रूपमा यहाँ आबद्ध भएको छु र यो ऐतिहासिक कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक स्वागत गर्दछौँ र यो नाम्लो नामक नेपाली कथानक चलचित्रको विशेष सो आज यहाँहरू माझमा प्रस्तुत हुन गइराखेको छ र यो विशेष सो मात्रै नभएर यो चाहिँ सङ्खुवा सभाको खामलिङ गाविसमा चाहिँ खानेपानी तथा आधारभूत आवश्यकताका लागि चाहिँ च्यारिटी सो समेत रहेको कुरा यहाँलाई जानकारी गराउँदछौँ र सोही स्थानमा यो चलचित्रको छायाङ्कन भयो। विशेष गरी भरियाका कथाहरू भरियासँग जोडिने वेदनाहरूलाई समेटेर चलचित्र रहेछ। मैले अघि पनि उद्घोष गरिसकेको छु र हामी माझमा यति बेला नेपाल चलचित्र कर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानको उपस्थिति छ। उहाँलाई म विशेष अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यहाँ यथास्थानमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्छु। हामी माझमा वरिष्ठ कलाकार प्रेम सुब्बाजुको उपस्थिति रहेको छ। उहाँलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्छु। यथास्थानमा आसन ग्रहणका लागि पनि म हार्दिक अनुरोध गर्छु। यसै गरी हामी माझमा निर्देशक रविन श्रेष्ठको उपस्थित रहेको छ। उहाँलाई म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यसै गरी हामी माझमा निर्देशक प्रकाश सुब्बाको पनि उपस्थित रहेको छ। उहाँलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यसै गरी हामी माझमा निर्माता तथा कलाकार सागर सुङ्गलज्यूको उपस्थिति रहेको छ। उहाँलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यसै गरी हामी माझमा याक्थुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष आदरणीय निर्देशक तथा निर्माता नवीन मेनेङको उपस्थित रहेको छ। उहाँलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यसै गरी हामी माझमा डिस्ट्रिब्युटर सुरज सुब्बाजुको उपस्थित रहेको छ। उहाँलाई म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यथास्थानमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्छु। सुरज खड्काज्यू हामी माझमा हुनुहुन्छ। म उहाँलाई अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यसै गरी हामी माझमा निर्माता तथा कलाकार सुरेन्द्र भुजेलज्यूको उपस्थिति रहेको छ। उहाँलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। यहाँहरू सम्पूर्णलाई थाहा भइसकेको छ चलचित्र नेपाली कथानक चलचित्र नाम्लो जुन भरियाको यात्राको कथा यहाँ समावेश गरिएको छ र म अब यस चलचित्रमा आबद्ध कलाकारहरूको नाम वाचन गर्नेछु। कृपया यहाँहरू अगाडि आएर परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्छु र कलाकारका रूपमा हुनुहुन्छ
मैले अघिदेखि घोष गरिसकेको छु यो चलचित्रको प्रस्तुतकर्ता पनि हुनुहुन्छ, निर्माता हुनुहुन्छ अनि सँगसँगै कलाकार पनि हुनुहुन्छ। एउटा कतिपय चाहिँ के हुन्छ भन्दाखेरि नाम अनुसारको काम हुँदैन भनिन्छ, अन्यथा नहोस् होइन, अन्यथा नहुँदै गर्दा जस्तै धनबहादुरको नाममा चाहिँ धनै नभएको मान्छेमा चाहिँ धनबहादुर हुन्छ भनिन्छ। तर यहाँ एकजना त्यस्तो दिग्गज व्यक्ति हुनुहुन्छ जसको नाम पूर्ण लिम्बू छ र उहाँ सम्पूर्ण कुराले पूर्ण हुनुहुन्छ। यो अब गायनको क्षेत्रदेखि लिएर समाज सेवाको क्षेत्रदेखि लिएर अरू धेरै कुराहरू छन्। यहाँ मैले त्यत्रो धेरै परिचय दिन लागे भने यो अपूर्ण हुन्छ। पूर्णको छेउमा अपूर्ण कुरा गर्दै नगरौँ। म फेरि पनि उहाँलाई स्वागत सम्मान गर्छु र चलचित्रका कलाकार मध्येको एकजना आदरणीय पूर्ण लिम्बू सर पनि हुनुहुन्छ। यसै गरी हामीमाझमा मुख्य कलाकारहरू मध्येका अर्की शान्ति लामा पाखरिन, उहाँको उपस्थिति भइसकेको छैन। शान्ति लामा पाखरिन उहाँ आएपछि हामी आवाजमा प्रदर्शित गराउनेछौँ। हामीमाझमा चलचित्रका निर्माता पनि हुनुहुन्छ अनि कलाकार पनि हुनुहुन्छ आदरणीय मदन बहादुर राई, दाइलाई म अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी सुभाष तामाङ, सुभाषजीलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी प्रेम सञ्जय लिम्बू, यसै गरी विमला राई, ओके विमला राईजी पनि अगाडि नै हुनुहुन्छ। यसै गरी स्मृति गुरुङज्यू, स्मृति गुरुङज्यूको अनुपस्थिति रहेको छ। रमेश कटुवालज्यू, ओम नारायण सापकोटाज्यू, मुख्य क्यारेक्टरमा बनेको यो चाहिँ नि ऐतिहासिक चलचित्र, यो विशेष गरी प्रफिटको लागि भन्दा पनि सोसल वेलफेयरकै लागि चाहिँ नि उहाँले बनाउनु भएको छ। यो मुभी आज भइराखेको कुद्दै कुद्दै आइपुगेँ, पर्खिनु पर्यो होला, माफी चाहन्छु। अब यो मुभी हेरेर नै हामीलाई सबै कुराहरू थाहा हुन्छ। तर आई क्यान गेस यो चाहिँ हाम्रो बाबु बाजेको स्टोरी हो होइन, र हामीले सबैजनाले हेर्नुपर्छ। र म भन्न चाहन्छु सबैजनालाई यो नाम्लो भन्ने मुभी चाहिँ सबैले हेरौँ। नाम्लो थाप्लो, थाप्लो भनेको यहाँ हुन्छ, नाम्लो भनेको डोको अथवा त्यो चाहिँ नि भारी होइन, म्यानुअली जुन पहिला म्यानुअल ट्रान्सफर हुने गर्थ्यो। अहिले त अब गाडी पुग्यो के पुग्यो चाहिँ अहिले मान्छेले भारी बोकेर चाहिँ नि सामान ओसारेको देख्दा चाहिँ त्यस्तो पनि हुन्छ र भन्ने खालको अहिलेको जेनेरेसनलाई लाग्छ। तर स्टिल मैले पनि तपाईँको चाहिँ नि त्यो भेटाएँ क्या, त्यत्रो बुढो मान्छे चाहिँ होइन म। मेरो बाउ बाजे बराजु, हामी सबैको बाउ बाजे बराजु, इभन हामीले पनि त्यो दुःख गरेका छौँ र त्यो दुःखको कथा व्यथा चाहिँ नै एउटा बिर्सिँदै गरेको इतिहासलाई चाहिँ उजागर गर्नको लागि यो चलचित्र बनेको छ। यसको पटकथा लेखक निर्देशक चाहिँ नि लगायत होइन निर्माता लगायत सबैजना जो जति चाहिँ यो टिममा हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु, शुभकामना र बधाई पनि दिन चाहन्छु। यति भन्न चाहेँ मैले। आई थिङ्क वी आर गेटिङ लेट होला मेरो कारणले। अहिले हामी धमाधम श्रमदान गर्दैछौँ त्यहाँ माथि होइन, अनि त्यहीँबाट चाहिँ म चाहिँ सुटुक्क निस्किएको, फेरि फल्ना गइहाल्यो भनेर फेरि गइहाल्छन् र त्यो श्रमदानको त्यो पम्पिङ हार्ट भनेकै मै हो कि म छु भने हुन्छ, होइन भने हुँदैन। त्यसले गर्दा लुकिएर कुदेर एनिवेज थ्याङ्क यू सो मच। यही भन्न चाहन्छु सबैजनालाई, पूर्ण सर लगायत होइन जो जति एक्टर्स हुनुहुन्छ एक्ट्रेसेस हुनुहुन्छ सबैजनालाई हृदयदेखि बधाई धन्यवाद र शुभकामना पनि दिन चाहन्छु। थ्याङ्क यू। धन्यवाद नगर प्रमुखजीलाई। र अब भने म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। अब भने हामी ढिलो नगरिकन चलचित्र नाम्लो हेर्नतर्फ लाग्छौँ र अन्त्यमा यहाँहरूले चाहिँ चलचित्र के कस्तो लाग्छ प्रतिक्रिया समेत दिएर मात्र गइदिन हुनको लागि मैले विनम्र अनुरोध गर्दै अब भने हामी चलचित्र हेर्नतर्फ लाग्छौँ। हस्, धेरै धेरै धन्यवाद। Welcome to Friends Cinemas. यो बैंकको नोटिस हो, घर त लिला मन लाग्यो। कठिन सङ्घर्ष गर्नु हो।
भिरपाखा र जोखिमयुक्त यात्रा तिनै भरियाहरूको दैनिकी हो, जसले आफ्नो पीठमा भारी बोक्छन् र मनभरि सपना। हामी धेरै जसोलाई सामान्य लाग्छ नाम्रो सामान्य भारी बोक्ने साधन, तर यो केवल एउटा साधन मात्र होइन, यो भरियाको जिन्दगीको